जय मसी। आज म तपाईँलाई एउटा सानो साँचो घटनाबाट केही कुरो सिकाउन चाहन्छु। सुन्नुहुन्छ? यो घटना चाहिँ 1992 को हो। बार्सिलोना ओलम्पिकमा त्यहाँ एकजना मान्छे हुनुहुन्थ्यो। 400 मिटरको दौडमा उहाँ एकदमै तयार हुनुहुन्थ्यो। सबैलाई थाहा थियो कि उहाँले यो रेस पक्कै पनि जित्नुहुन्छ। अनि उहाँको नाम थियो डेरेक रेडमोन्ड। डेरेक रेडमोन्ड। अनि उहाँ तयार हुनुभयो। सबैजना एकदम उत्सुक थिए त्यो रेस हेर्नको लागि। दौडनु भयो 400 मिटरको रेसको लागि। तर जाँदा जाँदै उहाँको खुट्टामा के भयो कुनी उहाँ दौड्न सक्नु भएन। अचानक खोल्च्याङ खोल्च्याङ गर्दै उहाँ हिँड्नु भयो। सबैजना ताज्जुब गर्न लागे, ओहो भन्न लागे। एकछिन बादमा उहाँको बुवा आउनुहुन्छ र उहाँले भन्नुहुन्छ, छोरा के भयो? उहाँले भन्नुहुन्छ, बुवा म दौड्न सक्दिनँ, के भएको छ मेरो खुट्टामा? बुवाले भन्नुहुन्छ, चिन्ता नगर, तिमीले आज यो रेसलाई जित्दैनौ, तर भए पनि यो रेसलाई चाहिँ तिमीले पुरा गर्न नै पर्छ। र बाबुको सहाराले त्यो व्यक्ति अगाडि जाँदछ र आफ्नो 400 मिटर्सको रेसलाई कम्प्लिट गर्दछ, सिद्ध्याउँदछ। हजारौं मानिसहरू, भनिन्छ कि 50-60 हजार मानिसहरू त्यहाँ थिए र तिनीहरू सबैजनाले स्ट्यान्डिङ ओभेसन, भनेको मतलब खडा भइकन ताली बजाको बजाकै उनीहरूले गरे। किन थाहा छ? 400 मिटर त हार्यो, तर त्यो व्यक्तिले हिम्मत हारेन। त्यो व्यक्तिले किन हिम्मत हारेन थाहा छ? किनकि उहाँको बुवाले भन्यो, तिमीले यो रेस त हार्छौ, तर तिमीले आफ्नो रेस चाहिँ पुर्याउनै पर्छ। एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। मेरो भाइ बहिनीहरू, आज हामीहरू तिनीहरूको लागि ताली बजाउँछन् जुनहरू जित्ताहार हुन्छन्, तर ती व्यक्तिहरूको लागि हामीहरू हुँदैनौँ जुन व्यक्तिहरूले जित्न सक्दैनन्। उनीहरूलाई अप्ठ्यारो हुन्छ, उनीहरूलाई गाह्रो हुन्छ, उनीहरूलाई मुस्किल हुन्छ। तर जसरी त्यो बाबुले आफ्नो छोरालाई सहायता गर्यो, त्यसरी नै हामीले एउटाले अर्कोलाई मद्दत गर्नुपर्छ। मैले किन भनिरहेको छु भनेदेखि धेरैचोटि चर्चका भाइ बहिनीहरू चर्च छोडेर जान्छन्। यो चर्चमा बस्दिन, यो चर्चमा यो छैन, त्यो छैन भन्छन्। कतिजना मानिसहरू चर्चमा नै आउँदैनन्, मलाई त्यो चर्चको जरुरी छैनन् भन्छन्। विभिन्न खालका बहाना गरिकन चर्चलाई उनीहरूले तिरस्कार गर्दछन्। तर तपाईँ हामीहरूले आफ्नो जीवनमा के याद गर्नुपर्छ भनेदेखि हामी सबैजनाले दौडमा पुरा प्रकारले जितिकन हामी जित्ता हुन सक्दैनौँ, तर हामीहरूले हाम्रो दौड चाहिँ पुरा गर्नु नै पर्छ। अनि त्यो दौड यदि तपाईँ र मैले पुरा गर्ने हो भनेदेखि कुनै व्यक्तिको सहारा हामीहरूलाई चाहिन्छ। त आज म तपाईँलाई के भन्न चाहन्छु भनेदेखि कुनै यस्तो चर्च छ जहाँको पास्टर कमजोर छ, त्यो चर्चलाई छोड्ने होइन। त्यो चर्चमा बसिकन त्यो पास्टरलाई मद्दत गर्ने। कुनै यस्तो चर्च छ जहाँ चाहिँ गरिबहरू मात्र आउँछन्, धनीहरू आउँदैनन्, तपाईँले त्यो चर्चलाई छोड्नुहुन्न, तर त्यो चर्चमा बसिकन त्यो गरिब भाइ बहिनीलाई सहायता गर्ने। तपाईँ कोही बेला यस्तो चर्चलाई छोड्नुहुन्छ जो तपाईँको हिसाबको छैन, तपाईँ बस्ने, किनकि त्यहाँ परमेश्वरका जनहरू हुन्छन्। मैले मेरो देहरादुनको चर्चमा लगातार के भनिरहन्छु भनेदेखि सायद म तपाईँको पास्टर हुँदिनँ होला, आउँदो समयमा तपाईँले अर्कै पास्टर खोज्नुपर्छ होला, तर जबसम्म हामी देहरादुनमा हुन्छौँ, हामी तपाईँकै सङ्गतिमा आउँछौँ, हामी तपाईँसँग नै जिउन चाहन्छौँ। भनेको मतलब के भनेदेखि मलाई मेरो मण्डलीका भाइ बहिनीहरू चाहिएको छ, मलाई चाहिएको छ। बिचरा त्यो डेरेक रेडमन्डले आफ्नो जीवनमा त्यो रेसलाई पुरा गर्न सकेनन्।
सायद पछि उहाँ रेसमा भाग लिनुभयो या लिनु भएन त्यो पनि हामी जान्दैनौँ। तर एउटा कुरो के जान्दछौँ भनेदेखि उसको साथमा उसको बुवा हुनुहुन्थ्यो। जब हामीहरू जोखिममा हुन्छौँ, जब हामीहरूलाई मानिसको खाँचो हुन्छ, जब हामीहरू कसैको आशा गरिकन आफ्नो सेवकाई बढाइरहेका हुन्छौँ, हामी पास्टरहरूलाई धेरैचोटि यस्ता मानिसहरूको साथ मिल्दछ जुन मानिसहरूले हामीलाई हौसला दिँदछ। हौसला नदिनेहरू पनि छन्, तर हौसला दिनेहरू पनि धेरै मिल्दछ। त आज म तपाईँलाई के च्यालेन्ज गर्न चाहन्छु भनेदेखि, आर यु गोइङ टु बी एन एसेट टु द चर्च अर अ लायबिलिटी इन अ चर्च? तपाईँ मण्डलीमा मण्डलीको लागि तपाईँ एउटा भनौँ भनेदेखि धन हुने हो या तपाईँ नोक्सानको कारण हुने हो? याद गर्नुहोस्, जसरी मण्डलीलाई तपाईँको खाँचो छ त्यसरी नै तपाईँलाई पनि मण्डलीको खाँचो छ। हामी जान्दछौँ मण्डलीमा सबै कुरो पर्याप्त हुँदैन, सबै कुरो मिलेको हुँदैन, तर यो परमेश्वरको मण्डली हो। म तपाईँहरूलाई बिन्ती गर्न चाहन्छु, यदि झुटो शिक्षा छैन भनेदेखि, दुनियाँभरको पापलाई त्यहाँ पनप्न दिएको छैन भनेदेखि त्यो चर्चमा लगातार बस्नुहोस् र परमेश्वरको सेवकाई गर्नुहोस्, किनकि तपाईँको मित्रता, तपाईँको सङ्गति, तपाईँको हिम्मत र हौसलाले अरू भाइ बहिनीहरूलाई पनि अगाडि बढ्नमा धेरै मद्दत पुर्याउँदछ। परमेश्वरले हामी सबैजनालाई धेरै आशिष देऊन्। आमेन।